ल है साथीहरू गुन्द्रुक चाहियो भने सम्पर्क गर्नु है। मैले चाहिँ घरमै बसेर गुन्द्रुक बनाएको हो है। गुन्द्रुक यसरी सुकाउने काट्ने होइन। गुन्द्रुक काट्न आँटिरहेको छु हेर्नु गाइजहरू। गुन्द्रुक चाहियो भने सम्पर्क गर्नु। यसरी गुन्द्रुक काट्ने यहीँ गुन्द्रुक यसरी काटेको यसरी धुलो काट्ने। हामी त घरमै गुन्द्रुक बनाउँछौँ है। यो गुन्द्रुक चाहिँ के को भन्ला नि फेरि यो चाहिँ तरकारी खान ल्याएको काउली अनि यो काउलीको डाँटहरू काउलीको पातहरू बनाएको साथी गाइजहरू। नेपालदेखि पैसा तिरेर किलोको पैसा तिरेर गुन्द्रुकको पैसा तिरेर के ल्याउनु है। यहीँ तरकारी खाना ल्याउँदाखेरि मजाले डाँड पातहरू मजाले काट्ने केलाउने धुने अनि गुन्द्रुक बनाउने। अनि गुन्द्रुक बनाएपछि सुकेपछि यसरी काट्ने धुलो धुलो बनाएर काट्ने अनि मजाले खाने गाइजहरू। मैले चाहिँ घरमै गुन्द्रुक बनाउँछु। ल तपाईँहरूलाई चाहिन्छ भने सम्पर्क गर्ने लिन आउनुला। हेर्नु न अब यति धेरै छ कहिले काट्नु है। आउँछ है गुन्द्रुक चाहिन्छ भने भन्नु है म ल्याइदिन्छु गुन्द्रुक साथीहरू। गुन्द्रुक हेर्नु त यसरी काट्ने गुन्द्रुक। गुन्द्रुक अन्डासँग मिसाउँदा मासुसँग मिसाउँदा कम्ता मिठो हुन्छ गाइज है। आउनुहोस् है तपाईँहरूलाई पनि मनपर्छ भने। कति साह्रो हो हेर न हेर्नु त यसरी काट्ने गाइज गुन्द्रुक। साथीहरू यो चाहिँ नकाटेको होइन यो चाहिँ काटेको। यसरी धुलो धुलो गरेर काट्नुपर्छ कि। म चाहिँ गुन्द्रुक काट्दैछु हेर्नु त गुन्द्रुक। तपाईँहरूलाई पनि मनपर्छ भने मलाई भन्नुहोस् म ल्याइदिइहाल्छु रे क्या। यो चाहिँ काटेको यो चाहिँ नकाटेको भर्खर काट्न आँटेको गाई।